होइन अलि सन्च क्या त्यतिकै छोडिदे त उता राख न त्यो सोल्टी त मुनि राख न कति ए सोल्टीले पार्यो ल यो अन्त नि त्यसलाई मारेर सोल्टी त गरौँ न तानेको जस्तै जी अल्लाह ठीक छ हानु नानु आमा आउँछ कसरी हान्नु त यो गाडी उता अगाडि हाल्दिन न कता त पानी हो हेर्न नाची छ बाहिर दादा बिना दिन यो अगाडि हाल्नु ए तीनटा ठुलठुलो माछा रहेछ त तीनटा त्यहाँ हाल्यो न परो 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 बुझि परो ए यो तेरा टाउको किन यहाँ नि अहिले त उसे खाली ओइ मातरी पुलिसले गर्ने माछा कटकटले कबाट जानु मनेको सिर हान्दिरा मुनि परो तर सानो सिल्भर यताबाट गयो सानो बरु यो टेन्डालाई हानेर बरु ठुलो हुन्छ नि सिल्भर यो त 2-3 किलोसम्मको हुन्छ अहिले त्यता होला 1-2 किलोको होला यहाँ पनि सिल्भर 2-3 किलो अब कहिले हुन्छ ए यहाँ पनि सिल्भर 2-3 किलो हुन्छ ले कहिले राजो यता बुरा था आउ जाओ कहाँ काट क्या हो माछाले काट्दै क्या हो चुम्मा कट टुटुलको त उठेन नि माछाले हानेर लडिक छ
ल माछा मारेर आयो 1 बोरा माडीमा माझीदाहरूले 1 बोरा माछा मारेर आयो। अब माछा खानुपर्छ। भाइले के खाने? भाइ खसीको मासु दियो होइन, म मुखबाट खाइन्छु, माछा दियो म चाकबाट खाइन्छु। बुझ्यो? खसीको बुदिन्छु मुखबाट खानु, माछाको आन्द्राबाट दिन्छु चाकबाट खानु। त्यही त माछा म चाकबाट खाइदिन्छु के। ल्याउ माछा ल्याउ न, म चाकबाट खाइदिन्छु। बोराबाट निकालेर खानु। जाल लगिदियो लग्दैन। लाइ जाले। हामी चाहिँ माछा मारेर आयौँ होइन। आज एकदम लोकल होमस्टे भयो। यो चाहिँ हाम्रो नेपाली पाउडर। हिलो होला है मेरो चाहिँ धुलो होला। तिम्रो त तल मात्र बसेर हान्ने गर्नु त लाग्छ म त। 1.5 किलो हो के? होइन के गोल्डन फिस 7.5 हुन्छ 8-9 किलो 9 किलो टोटल। कुमारीले म त पताकै थिएन यसरी माछा मार्छन् होला भनेर